हेलो गाइज, यहाँलाई स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ हाम्रो कुल पूजाको लागि हामी तयारी भइराखेको छौँ। बोका चाहिँ हिँडालिसक्यो केटाहरूले। अब हामीले यसरी हिँडिराखेको छौँ। हेर्नुहोस् है गाइज, ट्याक्क कुल पूजाको दिन हाम्रो हुनुहुन्छ किरण शर्मा पण्डितजी, सुमन शर्मा हुनुहुन्छ। त्यस पछाडि हेर्नुहोस् बोकाहरू हिँडिरहेका छन्। बोका हेर्ने हो गाइज, बोका सबै हिँडिराखेको छौँ। अरू टिम पनि आउने क्रममै छ। पल्लो साइडबाट आउनुहुन्छ अरू। अनि भेटघाटको क्रममा एउटा भिडियो हुनेछ। अनि टन्नसँगै हामी चाहिँ यसो रेस्ट गरिराखेको थियौँ। त्यही क्रममा हाम्रो पाल्नु भएको छ। हेर्नुहोस् है, यहाँ हुनुहुन्छ हाम्रो नमस्ते टिम आइसकेको छ। भयोभन्दा माथि नजाने निर्णय गर्ने हो त। यसरी चाहिँ हाम्रो माइला बाजे आइसक्नु भएको छ। टक्क थाहा सार्समा देखेर है यहाँ हाम्रो कान्छा हुन्छ ट्याक्क बनाएर होइन। दिदीको थाहा बोकेर आउनु भएको छ। हाम्रो कान्छा बाजे हुन्छ। यो रेणुका नानी हो। टक्क हाम्रो सानो साना साने के छ त, कहाँ जानेस् कहाँ जानेस्। अब चाहिँ हामी एउटा टिम हिँड्नु लागेको छौँ। लगाए हामी चाहिँ सबै जम्मा भएर हिँडिसकेका छौँ। ठ्याक्क बनाएर जङ्गलको बाटो उकालो उकालो छ है। सङ्कट परिहालेर हिँड्नलाई त गाह्रै छ, गर्मी भइसक्यो। अनि यस्तो चाहिँ भ्यू छ हाम्रो पूजा जाने क्रममा। यहाँ हाम्रो सरहरू पछि हुनुहुन्छ। हाम्रो गाउँ चाहिँ हो तलदेखि नै खेतबारीदेखि नजिकै हो है गाइजहरू। त्यहाँबाट यहाँ आउनसम्म मजाले यहाँ हुन्छ पण्डितजी, सब्सक्राइबर खतरा भएको मान्छे हुन्छ है। हेर्न सक्नुहुन्छ पण्डितजी युट्युब च्यानलमा गएर है। हामी जाने ठाउँ चाहिँ आज पारी हो। यो ठाउँ देखिएको छैन चाहिँ पनि हिँड्न बाँकी नै छ। हजुर हेर्नुहोस् गाइज, बाटोको अवस्था यस्तो भिड छ। यहाँबाट ढुङ्गो गल्यो भने कहाँ जान्छ होला, तल पुगिन्छ। त्यही भएर हामी अलिक संयमतापूर्वक यताबाट हिँडिराखेका छौँ। एकदम तीव्र गतिमा हिँडिराखेको छ। एकदम बोकालाई यसरी समाउनु पर्ने अवस्था पनि आयो। बोका त नचढेर हेर्नुहोस् है। एकदम एउटा हातमा यस्तो छ, एउटा हातमा मोबाइल समातेर यसरी भिडियो बनाइराखेको छु मैले। हेर्नुहोस् हेर्नुहोस् है बाटो हेर्नुहोस्। यसरी यहाँबाट खस्यो भने त आउँदैन। हजुर यस्तो छ। यो साइडमा यस्तो, यो साइडमा पनि यस्तै छ। सङ्कटपूर्ण हाम्रो गाउँ चाहिँ तल छोडेर आइसकेको छौँ। धेरै माथि यत्रो उकालो तारिसक्यौँ। अब चाहिँ तेर्सो बाँकी छ भनेर आश राखेका छौँ। के र हिँड्ने बेला कस्तो हुने हो थाहा छैन। हेर्नुहोस् अब बल्ल तल्लो रोडमा चाहिँ पुग्यो। रोडमा पुगेर स्नान गर्ने क्रम बाँकी नै छ। देखा सिकार आइसक्यो नतिजा। फाइनली गाइज अहिले चाहिँ पुग्यो अब पूजा हुने ठाउँमा होइन। अब चाहिँ के हुन्छ अलिअलि देखाउने कसरी गर्नु छ। अलिअलि कामको त्यस्तो त हुनसक्छ। थोरै थोरै दिनु होला। मेरो ठुली आमा हुनुहुन्छ यहाँ चाहिँ। हेर्नुहोस् है अब चाहिँ सबैजना उपस्थित भइसक्नु भएको छ। अब चाहिँ स्टार्ट हुने क्रममा छ है। म त हेर्नु त एक्कासी हेरिराखेको थिएँ। यस्तै देउता आइगएछन् के भन्नु र। कमानमा त कोलोट्नु भयो गरे। यो त अझ टेलर मात्रै हो। हेर्दै जानुहोस् के हुनेछ पछाडितिर। पुरा फिल्म आउन बाँकी नै छ।
अब चाहिँ धामी बसिसकेपछि हामी चाहिँ बिदा हुने क्रममा छौँ। त्यो चाहिँ लगभग सकिन आँटेको छ। अब चाहिँ हामी चाहिँ मान्छे चरम भइसक्यो। थ्याङ्क यू गाइज अहिलेसम्म हेरेर साथ दिनुभएकोमा।